सुनसान रात, नस्तमस्तक भएर निदाएकाहरूका नयनहरू श्वास नै फेर्न बिर्सिए झैँ गरे, एकहोरो मात्र सुनिने श्वासका आवाजहरू। तर म बिल्कुल अनिदो, गहभरि भरिएका आँसुका थोपाहरू, उकुस मुकुस हुने गरी छटपटाइरहेको मन अनि मनभित्र तछाड मछाड गर्दै मनभित्र ओइरिरहेका प्रश्नहरूले अँध्यारो कालो रातमा विचलित हुँदै बेवारिसे लास जस्तै खाटमा पल्टिरहेको छु। घडी हेर्छु, रातको 12 बजिसकेछ। दिनभरको कामले थकान भएको शरीर आराम गर्न खोज्छ, तर न यी नयनहरू निदाउन मान्छ न मन। सायद आँखा निदाउनलाई शरीर होइन, मन थाक्नु पर्ने रहेछ। मन नथाकेको पनि होइन, बस बिसाउने चौतारी नभएको हो। यदि मनको भारी बिसाउने चौतारी हुँदो हो भने यी मेरा नयनहरू निदाउन कति हतारिन्थे होला। तर सोचेको जस्तो कहाँ हुँदो रहेछ र। सुनाऊ, कसलाई सुनाऊ, भनौँ, कसलाई भनौँ। बस सधैँ सुनिदिने सिरानी आजसम्म पनि मेरो पीडा सुनेर थाकेको छैन, झर्को मानेको छैन। यही एउटा सिरानी पनि हुँदैन थियो भने म सिङ्गो रात कसरी कटाउँथे होला। जसको लागि जति नै राम्रो बन्न खोज्दा पनि अन्त्यमा म नै नराम्रो हुन्छु, म नै स्वार्थी भेटिन्छु, म नै विश्वासघाती हुन्छु, म नै धोकेबाज हुन्छु। अब त जिन्दगीदेखि हार खाइसके। व्यर्थ लाग्छ यो जिन्दगी। आफ्नो शरीर आफैलाई भारी हुन्छ। मिल्ने भए आफ्नो शरीर मलामी आफै बनेर आफ्नै शरीरको दाह संस्कार गरिदिन्थे र सदाका लागि सबैबाट बिदा भइजान्थे। अलविदा। यो रुवाईमा किन यति मजा मान्छौ? सायद म यति धेरै कमजोर छु भनेर त होला नि, हैन? याद गर्नु, कुनै न कुनै समय तिम्रा लागि खसेका यी मेरा आँसुहरूको सराप लाग्नेछ। भन्छन् मान्छेहरू दुई कुरा जिन्दगीभर चाहेर भुल्न सक्दैनन्, कि गुण लगाएका मान्छेहरूलाई कि त जीवनमा बेइमान गर्नेलाई। मेरो बेइमान भनेको त तिमीप्रति विश्वास गरेर मेरो सारा दुःख सुख सुनाउनु रहेछ। मैले भन्ने गर्थेँ नि, मेरो कमजोरीको फाइदा कहिल्यै नउठाउनु भनेर। आखिर मेरो कमजोरीको फाइदा लिएरै छोड्यो होइन? यो जिन्दगीमा दाग बोकेर हिँडेको मान्छे हो। यो यति कमजोर छ कि यसलाई सजिलै पीडा दिन सकिन्छ भनेर नै त होला नि, हैन? म बार बार झुकिरहँदा पनि तिमीले बुझ्ने कोसिस गरेनौ, या त बुझेर पनि नबुझे झैँ गर्यौ। ठिकै छ, मैले तिमीलाई नजिकको मानेर आफ्नो कमजोरीहरू देखाउनु नै मेरो गल्ती भयो। तर जिन्दगीभर सोचेको थिएन कि मैले मेरो दुःख सुख तिमी सामु सुनाउँदा यति धेरै पीडा पाउँछु भनेर। मैले कहिल्यै सोचिनँ कि कुनै दिन तिमीले मेरो कमजोरी माथि टेकेर यति ठुलो भयानक हमला गर्छौ भनेर। खुसी नै छु, तिम्रो खाली समयमा तिमीले राम्रोसँग प्रयोग गर्यौ। तर मलाई जसरी चाहिँ अरूलाई कोही कसैलाई यसरी तिम्रो खुसीको निम्ति प्रयोग नगर्नु है। सबै म जसरी सहन सक्ने नहुन पनि सक्छ। सायद म यति कमजोर छु, जे गरे पनि यसले केही गर्न सक्दैन भन्ने सोचेर नै यस्तो गरेको हुनुपर्छ। साँच्चै भगवान छ भने तिमीलाई कोही कसैले पनि यसरी आफ्नो केही समय व्यतीत गर्नको लागि, खुसी प्राप्ति गर्नको लागि यसरी कसैले प्रयोग नगरोस् भन्छु। पृथ्वी गोलो छ, आज छायामा म छु भन्दैमा यति धेरै नगरेको भए पनि हुने थियो। कुनै न कुनै दिन मेरो जिन्दगीमा पनि घाम उदाउन सक्छ, खुसीका लहरहरू फर्किन सक्छ। केही छैन, हर कुराले म कमजोर छु। मध्यरातमा बगेका यी आँसुहरू कहिल्यै झुट थिएनन्। तिमीलाई बहाना भएछ यी मेरा आँसुका थोपाहरू। तिमीलाई चाहेर पनि घृणा गर्न त सक्दिनँ,
किनकि कमसेकम मान्छेहरू यसरी पनि नाटक गर्दा रहेछन् भन्ने कुरा थाहा पाउँदैछु। मलाई थाहा छैन कति कुरा नाटक थिए वा बनावटी, तर तिम्रो हरेक कुरामा म विश्वास गर्थेँ, सिवाय म तिम्रो हुन्छु भन्ने कुरा बाहेक। तिम्रो दुःख र पीडामा आफ्नो मन मात्र जलाउन होइन, अरू कुरा पनि जलाउन सिकेँ, जुन कुराले मेरो मस्तिष्कलाई दिनहुँ मार्दैछ। अरूले जलाएको देख्दा पनि घृणा गर्ने मान्छे म। ससाना कुरामा त्यो नजलाई आफूलाई शान्त पार्न सक्दिनँ। थाहा छैन सही गर्दैछु कि गलत। देख्नेहरूले यसलाई गलत मान्छन्, तर परिस्थितिले मलाई यही कुरा सही बनाएको छ। सही नहोस् पनि कसरी। जुन पीडा सुनेर म आफै सम्हालिन नसकेर जलाउन सिकेँ, आज उसैले मेरो कमजोरीमाथि टेकेर म माथि प्रहार गरेको पीडा सहन नसकेर पीडा कम गर्न जलाउँदैछु। पहिला तिम्रो दुःखदायी पीडा सुनेर मन शान्त पार्न भन्दा पनि मन अतालिएर जलाउन सिकेको थिएँ। अहिले मनभित्र अथाह पीडा पाएर जलाउँदैछु। यो पनि थाहा छैन कि यसलाई म जीवनबाट टाढा बनाउन सक्छु वा सक्दिनँ। जहाँसम्म लाग्छ म यो चिजलाई टाढा बनाउन सक्दिनँ, किनभने पीडामा बाँच्न सिकेको चिज पीडा नै थपियो भने सायद यसको महत्त्व मलाई झन्झन बढ्दै जान्छ होला। जिन्दगीभरको लागि एउटा दाग त बोकेर हिँडिरहेको थिएँ, जुन मनभित्र थियो, तर जुन मैले आज पाएको छु त्यो चिज मनभित्र त छँदैछ, बाहिर पनि देखिने खालको छ। धेरै धेरै धन्यवाद छ तिमीलाई, यति मिठो र यादगार चिज दिलाएकोमा। योभन्दा ठुलो उपहार अरू के हुन सक्छ र मेरो लागि। बाँचुन्जेल सँगै र साथ हुने उपहार पाएको छु। सायद म भित्र पीडा कमी थिए होलान्, जुन तिमीले थपेर पुरा गरिदिएकी छौ। जुन समय पीडा हुन्छ म जलाउन थालिहाल्छु। जति जति म त्यसलाई तानेर जलाउँछु त्यति त्यति त्यसले मलाई भित्रभित्रै जलाउँदै लैजान्छ र मस्तिष्कलाई पनि केही समयको लागि जलाइदिन्छ र केही आराम भएको महसुस गर्छु। सायद मृत्युको अन्तिम प्रहरमा पनि त्यो चिज जलाइरहँदा मलाई तिम्रो यी हरेक चिजहरूले पोलिरहन्छ। जिन्दगीमा कस्तो घाउ लाग्यो, न यसको उपचार नै हुन्छ न त निको नै।